ल सब्सक्राइब है लोकेशको भ्लगलाई। हेलो एभ्रीबडी गाइज, म चाहिँ अब यो भात अनि मासु, भात मासु आलु खजुर यो परेवालाई दिन पर्यो। ए त्यहाँ पर माथि परेवाहरू बस्नु छ, त्यहाँ लगेर चाहिँ दिनु पर्यो। परेवालाई बिरयानी दिँदैछु है, परेवालाई बिरयानी दिँदैछु। परेवा एकदम धेरै छ। यहाँ चाहिँ हामीले परेवालाई पानी चारो दानाहरू दिने ठाउँ बनाएको छ। यहाँ चाहिँ लगेर सर दिनु पर्यो। अनि नेचुरल ब्युटीहरू सम्पूर्ण मैले हालेको भिडियोहरू लाइक गरेर पुरा हेर्नु होला। सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है। सब्सक्राइब गरेर आफ्नो साथीहरूलाई सेयर पनि गर्नु होला। ल एकपटक भ्यू हेर्नु है त, यहाँबाट देखिने भ्यूहरू हेर्नु होला। जङ्गल भनेर यिनीहरूलाई यसरी यिनीहरूलाई भनिन्छ कि हामी चाहिँ बालुवा गाडी। ए यहाँदेखि उता त अनि मरुभूमि मात्रै हो, बालुवा मात्र, अरू खासै विशेष केही पनि छैन। परेवाले चाहिँ एकछिन पछाडि आउँदा सिद्ध्याउँदैन। यो पाएँ भन्दैमा एकदम फुल खाने, धेरै खाने गर्दैन, सिद्ध्याउँदैन, तर आडा चाहिँ पारेको हुन्छ होला है। ओ परेवा गइहाल्यो। परेवा अब उहाँ गएर टार्गेट हेरिराख गएर खानको लागि, एकछिनमा गइहाल्छ। बिरयानी खजुर मैले परेवालाई दिएर छोडेको थिएँ। परेवाहरू टेन्सन अलि मजा रहेछ है। अब कति खाएको हुन्छ, कति के गर्यो। बिरयानी चाहिँ खाएन है। जेपिटी खानु रहेछ नि त, मान्छे होइन नि त जे पाइदियो खाएकै गर्नलाई।